हामी चाहिँ उठिसकेका छौँ। यिनीहरू चाहिँ ब्रस गर्नलाई लाइन लागेका छन्। हामी चाहिँ दुर्गा र मान्छे यस्तो सुतेका छौँ। अब हामी चाहिँ 6 बजेतिर नास्ता खाएर अनि जङ्गल सफारीको लागि निस्किनेवाला छौँ। गाइज हामी चाहिँ धेरै भाग्यमान रहेछौँ। हाम्रो रुम चाहिँ यता परिरहेको थियो। यता चाहिँ कल्चरलाई धेरै राम्रो तरिकाले सो अफ गर्न खोज्नु भएको छ। थारू कल्चरलाई यु क्यान सी इट। यहाँ चाहिँ ढिकी पनि छ, सायद त्यो ढिकी नै होला। फायर क्याम्पिङको लागि यहाँनिर छ। कस्तो राम्रो फोटो खिच्ने ठाउँ छ, पिङहरू छ। यो चाहिँ हाम्रो रुम चाहिँ यता परिरहेको थियो, त्यहाँनिर रुम छ। अरू चाहिँ माथि छन्, हामीभन्दा माथिको रुममा छन्। यता यति राम्रो रहेछ है, फोटो खिच्नलाई राम्रो छ, बस्नलाई पनि राम्रो छ। एकदम चराचुरुङ्गीको बास आउने शान्त टाइपमा। अहिले चाहिँ हामीहरू छौँ। हेर्नुहोस् टर्की पनि छ। अब चाहिँ एकछिनपछि हामी जङ्गल सफारी गर्न जाने हौँ। अब हाम्रो नास्ता आउँदैछ गाइज। हामी चाहिँ नास्ता खाएर जङ्गल सफारीको लागि निस्किन्छौँ। पहिला चाहिँ साथीहरूसँग भेट हुन्छ माथि गएर, त्यस पछाडि आउँछौँ। त्यस पछाडि सबैजना गाडी चाहिँ प्याक रहेछ। त्यस भएर त्यो पहिले बुक भएको कारणले आज चाहिँ हामी सबै हिँड्दै जाने कुरो छ। हामी चाहिँ हिँड्दै रमाइलो गर्दै जङ्गलमा सफारी गर्छौँ अनि रमाइलो गर्छौँ। यसले मलाई देखा गरेर शीतमा डुगुर्दै लड्दै पड्दै आउनुभएको छ। हाम्रो चाहिँ नास्ता आइसक्यो। अरू चाहिँ उहाँ फोटो भिडियो गर्नमा ठिक्क छन्। हामीले बोलाएको 8 बजे सरले माथि बोलाउनु भएको थियो, आउँदै आएको छैनन्। ल गाइस, हामी चाहिँ अब डिग्री र अचार खान्छौँ ल नास्ता। गाइस डिग्री चाहिँ गुलियो रहेछ, यति मिठो छ, पुरै छोड्नुहोस्। र अचार खान्छ। बिहानको सादा सिम्पल नास्ता एकदम बगाल छ। तपाईँहरू मिस गर्नुभयो हाम्रो क्लासको। गाइस हामी चाहिँ अब जङ्गल सफारीको लागि निस्किँदैछौँ। जङ्गल सफारीको लागि चाहिँ गाडी प्याक छ, त्यही भएर बुक भइसकेको छ। त्यही भएर हामी चाहिँ वाकिङबाट हिँड्दै गइरहेको छौँ। यु क्यान सिट। सबैजना आफ्नो लट्ठी पकडेर हिँडिसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। किलोमिटर हिँड्दाखेरि हजुरहरूलाई चाहिँ धेरै हिँडेको जस्तो लाग्छ। हामी जङ्गलको समीपमा हुन्छौँ, जङ्गलसँग हामी चाहिँ रमाउँछौँ। जङ्गलमै भएको हुनाले धेरै खालका बोट बिरुवाहरू पनि बोटानिकल चिजहरू छ होइन, त्यो हामी हेर्दै अनुभव गर्दै बिस्तारै सँगसँगै हिँड्छौँ। हुन्छ सर। र हामी चाहिँ यसरी गएर एक राउन्ड लाउँछौँ। हामी सेम बाटो फर्किँदैन हुन्छ ल गुरु हजुर।
Hi guys, I'm Tom. भेट्यो हाम्रो चस्मा ढाकेको मान्छे चाहिँ यहाँ आउनुहुन्छ के रे फेरि भन्न गाइछ गाइज अब चाहिँ हामी जङ्गल सफारी गरिसक्यौँ बाटो चाहिँ यो साइडमा अझै जाँदैछौँ होटेलमा हामी चाहिँ जङ्गल सफारी गरेर थाकिसक्यौँ अब रुमतिर गएर खानासाना खाएर सामान लगेर चाहिँ हामी बस्न जान्छौँ त्यस पछाडि बागेश्वरी मन्दिर हुँदै तुलसीपुरको बाटो हुँदै आफ्नो घरतिर लाग्छौँ है हाम्रो सफर चाहिँ यति नै हुन्छ बागेश्वरीको मन्दिरमा चाहिँ भिडियो देखाउँला हजुरलाई बागेश्वरी मन्दिर देखाउँछ हजुरलाई हेर्दै जानु होला त्यस्तो छ हाम्रो साथीहरू चाहिँ हेर्न आइरहेको छन् सब हेलो गाइज हामी चाहिँ अहिले बागेश्वरी मन्दिरमा आइपुग्यौँ यता छ बागेश्वरी मन्दिर चाहिँ सबैजना रेडी भइसक्यौँ You can see it. अग्लो मान्छे भएपछि फाइदा यही हुन्छ गाइस अग्लो मान्छे भएपछि चाहिँ घन्टी बजाउन पाइन्छ यस्तै हो भएर पीडित छु फेरि भन भएर गाइस घन्टी पनि बजाउन सक्दिनँ ल अहिलेलाई हामी मन्दिर भिजिट गर्छौँ गाइज मनदेखि मान्नु पर्यो माग्न चाहिँ है त्यही भएर ब्लग चाहिँ अहिले यही रोकिदिउँ हाम्रो गाडी चाहिँ यो रहेको छ सबै साथीहरू गइसकेका छन् अब चाहिँ हामी घर आउँछौँ बागेश्वरी मन्दिर भिजिट गरेर आइसक्यौँ गाइज अब चाहिँ घर फर्किनु लाग्यो सबैलाई धन्यवाद बाई बाई गाइज यो चाहिँ अगैयाको ड्याम है अनि सरले चाहिँ हामीलाई 45 मिनटमा यो ड्याममा हेर रमाऊ भनेर 45 मिनट टाइम दिनुभएको छ तर मलाई चाहिँ मन थिएन त्यही भएर म चाहिँ गाडीमा बसेको छु गाडी पुरै खाली छ म चाहिँ अब घर जान गाइज हामी चाहिँ सरहरूसँग आएको नास्ता खानलाई अरू साथीहरू चाहिँ ड्याममै छन् हामीहरू चाहिँ नास्ता खान्छौँ सरहरूसँग बसेर यो होटलमा हाम्रो सरहरू अरू सरहरू पनि आइसक्नु भएको छ सोनिया श्रिया र म मात्रै छौँ अहिलेलाई चाहिँ अरू साथीहरू चाहिँ ड्याममै छन् ल हामी चाहिँ नास्ता खान्छौँ ल
नजरें चुरा के। पीछे कुआं आगे मेरे खाई, तू ही बता जाऊं मैं कहाँ, मुझको दुआ किसकी लगी भाई, आके पधारा हूँ जो यहाँ। इल्ले फिकर आजा इधर, बीट पे लगा ले तू ठुमका। 1 2 3 4 get on the dance floor। 1 2 3 4 get on the dance। 12 महीने में 12 तरीके से तुझको प्यार